Happy Dashan, all of you हेलो guys. गाइस वेलकम टु माई भ्लग। आज चाहिँ हाम्रो दसैँको भ्लग बनाउँदैछु मैले। हामी सबै रोटेसन गर्दै भिडियो बनाइरहेका छौँ। दिदी विदेश भएको कारणले हामीले मोबाइलबाटै भिडियो बनाउनु बाध्य परेका छौँ। मोबाइलबाटै टिका लाउन कपाल माथि सारे भन्दा हुन्थ्यो सबै कुरा पुगोस् विद्या बुद्धि आओस् सद्बुद्धि आओस् दुर्गा भवानी रक्षा गर्नु मुख नलागेस् मलाई बरु धन सम्पत्ति पैसा दिइदिनु यति भनेर मलाई आनन्द रहेको थियो अब चाहिँ हामी सबैजना फोटो सिट गरेर दिदी ठुली टाढा भएको कारणले फोटो हाल्नु पाएको छैन मैले। अहिले चाहिँ हामी अटो कुर्दैछौँ। अटो गाडी केही समय कुर्नको लागि आग्रह गरेको कारणले हामी बसिरहेका छौँ। अटो पनि आइपुगेको छ। आइसकेको छ। हामी चाहिँ अहिले हेरेको छौँ त्यो समयको नरहेको कारणले हामीले नरिफ्री भिडियो बनाउन पाएको छैन। अब चाहिँ म उठेर अब रेडी भएर फेरि हामी मामा घरतिर लाग्यौँ। अटो पनि आइसकेको छ। हामी अटोमा हिँड्यौँ। अब मामा घर पनि आइपुगिसक्यो। अब हामी फेरि घुम्नको लागि माथि कोट डाँडा गएका छौँ। हरियो डाँडा काँडा देख्न सक्नुहुन्छ। हरियाली जति हरियाली छ। यहाँ चाहिँ फोटो टिप्नको लागि मिहिनेत गर्दै हुनुहुन्छ फोटो छान्नको लागि। अनि हामी सबैजना हेलो गाइस, हामी चाहिँ कोटघर आइसकेका छौँ। कोटघर चाहिँ यहाँ चुका यहाँ पर्दछ। गेटमा आइपुगिसकेको छ। हिँड्न अल्छी महानुभावहरू रहनु भएको छ। हामी चाहिँ अर्को अब यो पहिलो गेट छ। अब दोस्रो गेट यहाँ आइपुगिसकेका छौँ। पुग्न लागिसकेका छौँ। यहाँ चाहिँ जुगा पऱ्यो कि डराउँदै आइरहेको खानु। यहाँ फालेर दिए माथि मामाले हो। ल हजुरहरूले ए होइन नि हामीसँगै हिँडेमा। ल हामी चाहिँ आइसकेका छौँ कोटघरमा। यही मन्दिर कोटघरको न केही छ न केही मन्दिर कान्छी ओइ आज छ। यी डोडामै ठुलो र यही डोडाम हेरेर हामी चाहिँ के छ हामीलाई आकाशमा देखिएको छ। पुरै डाँडा काँडा देख्न सक्नुहुन्छ। हरियाली नेपाली सुन्दर। धेरै यहाँ विभिन्न तरबारहरू राख्न राखेको रहेछ। हामी चाहिँ धारामा कुवामा गएर पानी पनि ल्याएर खाजासाजा खाएर फर्क्यौँ। हेलो गाइस, अब चाहिँ हामी फर्किसकेको। यो अहिले हामी घरमा आइपुगेको छौँ। अनि अब योबाट आयौँ अनि फेरि उता धारा पायौँ। सबैजना म चाहिँ यहाँ कुरिरहेको छु। म चाहिँ अब ठाडै पुगिसकेको छु भनेर आइपुगिसकेको छु।
सबैजना पनि आइपुगिसक्नु भयो। अब फेरि यहाँ कटुस खानाको लागि मिहिनेत गर्दै हुनुहुन्छ रुखमा दिदी चाहिँ। माइजू बाँडा गाडी फेरिरहनु भएको छ रुखमै। My you monkey. माइजू मङ्किस फेरिरहनु भएको छ अहिले। हामी चाहिँ फर्किसकेका छौँ कटुस टिपेर पनि। त्यही पनि पुग्छ पुग्दैन ल भन पहिल्यैसँग बाँदर झरे चढेकै पेज क्या English. हामी चाहिँ घर आइपुगिसक्यौँ नि। हामी चाहिँ घर आइपुगिसकेका छौँ। फोटो पनि हामीले अन्तिममा राख्नु परेको भएर म बाध्य भएर अन्तिममा राखेँ, अगाडि सुट भएछ। माथि कोट डाँडामा खिचेको हामीले यो फोटो सबै। Why you always on the move?